नमस्कार साथीहरु, स्वागत छ आजको यस नयाँ भिडियोमा। यस भिडियोमा तपाईलाई जानकारी हुनेछ कसरी चेक गर्ने तपाईको भोटर आइडी कार्ड बनेको छ कि छैन, तपाईको चाहिँ लिस्टमा नाम आयो कि आएन, कसरी चाहिँ तपाई हेर्ने। यस भिडियो अन्तर्गत तपाईले जानकारी हुनेछ। यदि तपाईले पनि आफ्नो भोटर आइडी कार्डलाई चेक गर्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। सो स्टार्ट गरौँ भिडियो। तपाईले आफ्नो मोबाइलमा क्रोम ब्राउजरलाई ओपन गर्नु होला र यहाँबाट सर्च बारमा क्लिक गर्नु होला र सर्च बारमा तपाईले सर्च गर्नु होला। यसमा तपाईले लेख्नु होला नेपाल इलेक्सन कमिसन, यति लेखेर तपाईले सर्च गर्नु होला। सो यति मैले यहाँबाट लेखेर सर्च गर्दिन्छु। यस्तो प्रकारको इन्टरफेस खुलेर आउँछ र अब तपाई हेर्न सक्नुहुनेछ। यसमा क्लिक गर्नु होला र साथीहरु यस इन्टरफेसमा मैले क्लिक गरे, त्यसपछि यस्तो इन्टरफेस हेर्न सक्नुहुनेछ। अब तपाईले यहाँबाट हेर्न सक्नु यति धेरै अप्सनहरु हेर्न सक्नुहुनेछ र यता तपाईले हेर्न सक्नुहुनेछ कि मतदाता नामावली आफ्नो नाम खोज्नुहोस् भनेर यसमा चाहिँ क्लिक गर्नु होला। यस्तो प्रकारको इन्टरफेस खुलेर आउँछ। अब यहाँबाट तपाईले हेर्न सक्नुहुनेछ कि साथीहरु यस्तो इन्टरफेस, यसमा तपाईले आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका, वार्ड नम्बर र मतदाता स्थान राख्नुपर्ने हुन्छ। यहाँबाट तपाईले आफ्नो प्रदेश राख्नु होला। सो साथीहरु आफ्नो प्रदेश राखिसकेपछि आफ्नो जिल्ला राख्नु होला, त्यसपछि आफ्नो गाउँपालिका छ कि नगरपालिका त्यो राख्नु होला, त्यसपछि तपाईले आफ्नो वार्ड नम्बर राख्नु होला, त्यसपछि यहाँबाट तपाईले मतदान स्थान राख्नु होला, त्यसपछि तपाईले अब सबमिटको अप्सनमा क्लिक गर्दिनु होला। यो सब राखिसकेपछि सो यति मैले यहाँबाट फिलअप गरेर सबमिटको अप्सनमा क्लिक गर्दिन्छु। सो यस्तो इन्टरफेस खुलेर आउँछ। यहाँबाट तपाईले हेर्न सक्नुहुनेछ, यहाँबाट लिस्टमा धेरै जनाको नाम यहाँ तल तपाई हेर्न सक्नुहुनेछ र तपाईले आफ्नो नाम माथि यहाँ हेर्न सक्नुहुनेछ। अल्फाबेटिकल अर्डरमा तपाईले खोज्न पनि सक्नुहुन्छ। सो साथीहरु यसरी खोज्दा चाहिँ तपाईको धेरै टाइम जान्छ, त्यही भएर तपाईले यता सर्च बारको अप्सन हेर्न सक्नुहुनेछ। यसमा क्लिक गर्नु होला र आफ्नो नाम चाहिँ राख्नु होला। सो राखिसकेपछि यहाँबाट तपाईको चाहिँ देखाइदिन्छ। सो मैले यहाँ राखेको छु र हेर्न सक्नुहुनेछ मेरो आइसकेको छ। मेरो यहाँबाट फर्स्टमै नै रहेको छ, त्यही भएर मैले यहाँबाट अब यता तपाई हेर्न सक्नुहुनेछ मतदाता विवरण, यसमा क्लिक गर्नु होला। सो यहाँबाट मैले चाहिँ क्लिक गरेर क्लिक गरिसकेपछि अब तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुनेछ। अब साथीहरु यहाँबाट तपाईले आफ्नो जन्म मिति र आफ्नो नागरिकतामा भएको नागरिकता नम्बर राख्नुपर्ने हुन्छ। सो यो दुवै चाहिँ यहाँबाट फिलअप गर्नु होला अनि तपाईले आफ्नो मतदाताको फोटो सहितको चाहिँ विवरण हेर्न सक्नुहुनेछ। सो यहाँबाट तपाईले सबभन्दा पहिला आफ्नो जन्म मितिको सबभन्दा पहिला इयर्स राख्नु होला, साल, त्यसपछि तपाईले साल राखिसकेपछि अब यहाँबाट तपाईले महिना राख्नु होला र त्यसपछि आफ्नो गते, कति गते जन्म भएको छ राख्नु होला। यो चाहिँ आफ्नो नागरिकताबाट हेरेर राख्न सक्नुहुनेछ र राखिसकेपछि अब यहाँबाट आफ्नो नागरिकताको प्रमाणपत्र नम्बर यहाँबाट राख्नु होला। सो यहाँबाट मैले चाहिँ नागरिकताको प्रमाणपत्र नम्बर यहाँबाट राख्दिन्छु। यति तपाईले यहाँबाट गर्नु होला। सो साथीहरु यति मैले चाहिँ फिलअप गर्दिए र यसरी चाहिँ सेम तपाईले यसरी नै फिलअप गर्नु होला। साथीहरु तपाईले फिलअप गरिसकेपछि अब यस बक्सको अप्सनमा क्लिक गर्नु होला र यहाँबाट तपाईले सबमिटको अप्सनमा क्लिक गर्दिनु होला। सो तपाईले यति जब गर्नुहुन्छ त्यसपछि तपाईको यहाँबाट हेर्न सक्नुहुनेछ मतदाताको फोटो सहितको विवरण यहाँबाट तपाईले हेर्न सक्नुहुला। यहाँबाट तपाईले तल आउनु होला। यहाँबाट अब हेर्न सक्नुहुनेछ यसरी चाहिँ तपाईको चाहिँ भोटर आइडी कार्ड बनेको छ, यहाँबाट तपाईले हेर्न सक्नुहुनेछ र यसै गरी तपाईले आफ्नो भोटर आइडी कार्ड हेर्न सक्नुहुनेछ। सो अब यस भोटर आइडी कार्डलाई तपाईले प्रिन्ट गर्नको लागि यहाँबाट तपाईले तल आउनु होला र साथीहरु यहाँबाट तल आइसकेपछि यस प्रिन्टको अप्सनमा क्लिक गर्नु होला र माथि तपाईले सेभ पीडीएफमा क्लिक गरेर यसलाई चाहिँ प्रिन्ट गर्न सक्नुहुनेछ र यसरी तपाई हेर्न सक्नुहुनेछ। अहिले अनलाइन बनाएको भोटर आइडी कार्डको अहिले चाहिँ आएको छैन, त्यो तपाईको मोबाइलमा मेसेज आउँछ अनि तपाईले हेर्न सक्नुहुनेछ।